ल हेर्नु फेरि एउटा वासिङ मसिन जोड्न आएको छौँ। यसको लोकेसन रहेछ नेपालगञ्जमा हो। उहाँको घरमा आइसकेछौँ। यो वासिङ मसिन 9 kg को वासिङ मसिन हो, फ्रन्ट लोडिङको। अब यो न्यू मोडलको एआई मोडलको हो है। यो न्यू मोडलको सबभन्दा राम्रो वासिङ मसिन हो एलजीको। अब जाम यसको एङ्गल ककहरू लगाइदिउँ माथि। यसको कनेक्टरहरू पनि जोडिदिएछौँ राम्रोसँग। यहाँनिर यसको कनेक्टर यहीँ लगाइदिएछौँ, इनपुट यहीँ जोडिदिएछौँ अनि यसको आउटपुट यता साइडमा राखिदिएछौँ। पुरै ड्रेन भित्र हालिदिएछौँ पोलमा, फोहोर नहोस् है। अब उहाँलाई जम सिकाउन कसरी चलाउनु। यो तपाईँको 9 kg को मसिन हो। यसमा एक पटकमा 9 जोडा जति राख्न मिल्छ कपडा। 9 जोडी? त्योभन्दा बढी मिल्दैन? त्योभन्दा बढी मिल्दैन। 18 पिस राख्न मिल्छ अनि 9 जोडा राख्ने, यसमा कपडा राख्ने 18 पिस अनि यसरी योलाई बन्द गर्ने अनि सरप यहाँ राख्ने। यहाँ सरप कस्तो भरि गराउने कि पुरै भरेर नराख्ने, जति कपडा छ त्यही अनुसार राख्ने। थोरै राख्नु। जस्तो बाहिर मिच्नुहुन्छ हजुरले अन्दाजा त्यस्तै राख्ने हजुर। अनि यसमा लिक्विड राख्ने, अनि यसमा लिक्विड, अनि यसमा सोफ्टनर आउँछ राख्नु। सोफ्टनर भनेको बास्ना आउने? हजुर हजुर, यसमा राख्ने है। अनि तानेर यस्तो तान्न पनि मिल्छ, सफा गर्न मिल्छ है योलाई। त्यसलाई कचटेर हजुर। फेरि यहीँबाट यसरी अन हुन्छ है, यहीँबाट अफ हुन्छ, यहीँबाट यसरी अन हुन्छ। अनि सुरुमा कटन आउँछ यो है। जस्तो कटन कपडा छ, सुरुमा कटन आयो। अब यो सिलेक्टर घुमाउन मिल्छ दुईटैतिर है। जस्तो कटन प्लस भनेको धेरै फोहोर कपडा भएको, यो टर्बो वास भनेको तपाईँको रेगुलर कपडा भएको रेगुलरको हुन्छ है। यसमा 59 मिनट आउँछ लेखेर। अनि मिक्स फेभरेट भनेको मिक्स कपडाहरू भएको है। खास हामीले राखिराख्ने धेरै मिक्स अनि टर्बो धेरै युज हुन्छ हजुरको। मिक्स र इजी केयरमा कम फोहोरहरू कपडा राख्न मिल्छ। अनि साइलेन्ट वास भनेको पातलो कपडाहरू हुन्छ, साडीहरू त्यस्तै राख्न मिल्छ। एलर्जी केयरमा तपाईँको बिरामी कपडा हुन्छ, हस्पिटल भएको त्यस्तै अन्डर गार्मेन्ट्सहरू राख्न मिल्छ यसमा। यसमा टाइमिङ आउँदैन, टाइम आफै सेट गर्छ उसले है। अनि यसमा टाइम सेट छ 19 मिनट छ है। यसमा डाउनलोड साइकलमा जस्तो कहिले कहिले बाहिर मिच्नुहुन्छ कपडा, त्यस्तै कपडा यसमा राख्ने। डाउनलोड साइकलमा राख्ने। अनि यो टप क्लिन भनेको तपाईँको सफा गर्नको लागि हुन्छ। 3 महिनामा सफा गर्नुपर्छ ड्रमलाई है। यो ड्रमलाई भित्रलाई सफा गर्नुपर्छ। कसरी गर्ने? यहीमा राखेर यसमा राखेर पाउडर आउँछ स्केलको, टप क्लिनमा गरेर हजुर। डुवेट भनेको क्लिन गर्ने, त्यहाँ कपडा केही नराखेर मात्रै सफा। हजुर हजुर हजुर, आफै हुन्छ सफा। आफै हुन्छ टाइम यो आफै हुन्छ। हजुर हजुर। यो डुवेट भनेको बेडसिट भएको, तन्नाहरू भएको बेडसिट डुवेट है। बेडसिट डुवेट